नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई मेरो युट्युब च्यानलमा। म अहिले रोमानियामा छु। नेपालबाट मलाई र धेरै नेपाली साथीहरूलाई एउटै प्रश्न आउने गर्छ। रोमानियामा नेपालीहरू महिनामा कति कमाउँछन्, खर्च कति हुन्छ अनि सबै खर्च काटेर कति पैसा बचाउन सकिन्छ। त्यसैले आज यो भिडियोमा म तपाईहरूलाई रोमानियाको वास्तविक स्यालेरी र मन्थली एक्सपेन्सको बारेमा अनुभव शेयर जानकारी दिनेछु। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्तिममा म महिनाको कति पैसा बचाउन सकिन्छ भन्ने हिसाब पनि देखाउने छु। यदि तपाईहरू पहिलो पटक मेरो च्यानलमा आउनु भएको हो भने म अहिले रोमानियामा बसेर यहाँको काम, कमाई, खर्च, लाइफस्टाइल र नेपालीका लागि उपयोगी इन्फर्मेसन तपाईहरूसँग सेयर गरिरहेको छु। यदि तपाईँ रोमानिया र युरोप सम्बन्धी यस्ता वास्तविक जानकारी मन पर्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। सबैभन्दा पहिले स्यालेरीको कुरा गरौँ। रोमानियामा स्यालेरी एउटै हुँदैन। तपाईले गर्ने काम, कम्पनी अनि एक्सपिरियन्स, वर्किङ आवर र ओभरटाइम अनुसार धेरै फरक पर्न सक्छ। उदाहरणका लागि मैले देखेको बुझेको अनुसार मेरो काम, मैले यहाँ रोमानियामा 3टा कम्पनीमा काम गरिसकेको छु। कुनैमा मैले फर्स्ट आउँदाखेरि नेपालबाट मैले वेटरको काम गरेको हो। त्यसपछि म इलेक्ट्रिसियनहरूको काम गर्न थालेँ। मैले मेसिन पनि चलाएको छु। मेरो अनुभव सबैमा छ र सबैमा भिन्न भिन्नै स्यालेरी छ। अनि तपाईलाई यताको भाषा आयो भने अझ राम्रो स्यालेरी पाउने आश हुन्छ। तर यहाँ एउटा कुरा बुझ्नु धेरै जरुरी छ। कम्पनीले भनेको स्यालेरी र तपाईको हातमा आउने नेट स्यालेरी फरक हुन सक्छ। त्यसैले रोमानिया आउनु अघि स्यालेरी सुन्दा ग्रोस हो कि नेट हो भनेर पक्कै सोध्नु होला। आफ्नो एजेन्सी या त जसले तपाईलाई यहाँ ल्याउने हो उसले पहिला यो सबै कुराहरू सोधिहाल्नु होला। म आज तपाईलाई मेरो वास्तविक स्यालेरी र कामहरू सबै भन्ने छु। अब मेरो आफ्नै उदाहरणको कुरा गरौँ। म पहिले वेटरमा काम गर्दाखेरि त्यसमा मैले फर्स्ट नेपालबाट आउँदा यहाँको नेट स्यालेरी 2800 रोन कमाउँथेँ र मेरो घन्टा आवर्स भन्दाखेरि मैले 14 घन्टा ड्युटी गर्थेँ। त्यसमा हामीलाई त्यो बेला घन्टाको हिसाबले स्यालेरी दिन्थ्यो फर्स्ट कम्पनीले। पछि मैले फेरि चेन्ज गर्दै गयो भने मेरो स्यालेरीहरू डिफ्रेन्ट भयो। ओभरटाइम, यदि तपाईहरू ओभरटाइम गर्नुहुन्छ भने चाहिँ कुनै कम्पनीले ओभरटाइमको राम्रै पे गर्छ। अहिले पनि म काम गरिरहेको कम्पनीले पनि मलाई ओभरटाइम राम्रै पे गर्छ। तर कुनै कम्पनीमा चाहिँ कसैलाई ओभरटाइम गरे पनि पैसा पाउँदैन। फिक्स स्यालेरीको दिन्छ पैसाहरू। त्यही भएर सबैमा सेम हुन्छ नसोच्नु होला कहिले पनि। त्यसैले महिनामा जम्मा हातमा आउने रकम लगभग नर्मल्ली मान्छेहरूको यहाँको 3200 रोनदेखि लिएर 3500 रोनको बिचमा आउँछ। अब त्यसमा ग्रोथ स्यालेरी 4000, 4500, कसैको 5000 पनि छ। तर नेटमा आउने, हातमा आउने नेट स्यालेरी भनेको तपाईँको यस्तै 3000 देखि 3500 को बिचमा, कसैको 3800 पनि आउँछ। नत्र नर्मल्ली 3000 देखि 3500 को बिचमा हुन्छ। तर हरेक महिनामा एउटै रकम हुन्छ भन्ने छैन। वर्किङ डे, ओभरटाइम र कम्पनीको नियम अनुसार फरक पर्न सक्छ। अब आउनुहोस् हामी रेन्टको कुरा गरौँ। अब खर्चको कुरा गरौँ। यताको रोमानियाको सबैभन्दा ठुलो खर्च मध्ये एउटा हो बस्ने ठाउँ, रेन्ट। म बस्ने ठाउँको रेन्ट लगभग 1500 देखि 2000 रोन छ। यताको 400 युरो। हेरी हुन्छ, सबै चिज एउटै हुँदैन, सबै ठाउँमा एउटै हुँदैन। हाम्रो त कम्पनीले पे गर्छ। तर म बस्ने ठाउँतिरको रेन्टहरू 1500 रोन, 1000 रोन यस्तै छ। अब तपाईहरूको रुमको आकार, मैले यो रेन्ट 1500 रोन भनेको तपाईँको सिंगल रुमको, सिंगल रुममा एट्याच बाथरुम पनि हुन्छ अनि एउटा सानो किचन पनि हुन्छ। अनि ठुलो फ्लाइट लिँदाखेरि अलिक महँगो पर्न जान्छ। एउटा रुममा 2टा मान्छे मात्र बस्न सक्छ यहाँ।
त्यही भएर त्यसको रेट 1500 हेरी हुन्छ। तपाईँको सिटीहरू गाउँहरू हेरी फरक डिफ्रेन्ट पर्न जान्छ। यदि रुम सेयर खर्चहरू कम हुनसक्छ यदि सेयर गरे भने तपाईँले। तर तपाईँ कुन सिटीमा बस्नुहुन्छ र कस्तो रुम लिनुहुन्छ भन्ने कुराले रेन्ट धेरै फरक पर्न सक्छ। त्यसैले रोमानिया आउनु अघि आफ्नो काम हुने सिटीमा रुम रेन्ट कति छ भनेर राम्रोसँग बुझ्नु होला। यदि कम्पनीले दिन्छ, प्रायः जस्तो त रोमानियामा कम्पनीले नै दिन्छ रेन्ट, रुमहरू अनि रेन्ट पनि। तर कुनै कम्पनीमा चाहिँ रुम खोजेर रेन्ट चाहिँ आफै तिर्नुपर्ने हुन्छ। अब हामी कुरा गरौँ यताको खाना र खर्च। मेरो मन्थली खानामा त त्यस्तो जाँदैन, किनभने हामीलाई कम्पनीले नै प्रोभाइड गर्छ खानाहरू। हामीलाई कम्पनीले महिनाको 15 दिनमा लगेर खानाहरू मार्केटबाट किनेर ल्याइदिन्छ। त्यही भएर खानाको लागि हाम्रो जो पर्सनली हामीले यहाँ खान्छौँ त्यो फरक पर्दैन। तर आफूले पर्सनल किन्ने सामानहरू जस्तै हामीले बाहिर अब काममा जाँदा यताउता गर्दा यता घुम्न जाँदा खर्च गऱ्यो भने त्यसको फरक आउन सक्छ। महिनामा त्यसको फरक हुनसक्छ। अब म तपाईँहरूलाई आज सुपर मार्केटको केही सामानहरूको केही प्राइसहरू देखाउँदैछु। उदाहरणको लागि मिल्क, यहाँ त्यसलाई लाप्टे भन्छन्। लाप्टे पनि धेरै प्रकारका छन्, हेरी हुन्छ तपाईँको रेटहरू। अब नर्मल्ली लाप्टेको रेट भनेको तपाईँको दुधको मिल्कको रेटहरू भनेको कुनै ठाउँमा 7 रुपियाँ, कुनै मार्केटमा 8 रुपियाँ, कुनैमा 12 रुपियाँ पनि छ, 12 रुन। अनि ब्रेडको म्याक्सिमम नर्मल्ली खाने ब्रेडको रेट चाहिँ तपाईँको 2 रुपियाँ 2 रुन हुन्छ यताको। अनि चामल पनि तपाईँको राइसहरू पनि हेरी हुन्छ। अब धेरै जस्तो अब मार्केटहरूमा चामलहरू डिफ्रेन्ट कम्पनीको पाउँछ। अब नर्मल्ली स्टार्टिङ चामलको रेट 4 रुनदेखि स्टार्ट भएर 20 रुनसम्म पनि छ चामलहरू तपाईँको। अनि अन्डाको कुरा गर्नुहुन्छ भने तपाईँले 1 क्यारेट अन्डा 24 रुनदेखि 30 रुनसम्म पाउनुहुन्छ। अनि तपाईँ मासुको चिकनको कुरा गर्नुहुन्छ भने चिकनको डेट हेरेर पनि अलि रेट तल माथि पर्न सक्छ। चिकनको रेट लगभग 10 रुनदेखि लिएर 20, 22, 25 रुनसम्म पनि छ। हेरी र डिफ्रेन्ट भागको मासुको पार्टहरू डिफ्रेन्ट प्राइसमा पाउँछ। यो त भयो तपाईँको सुपर मार्केटको। अब आउनुहोस् तपाईँलाई म यहाँको ट्रान्सपोर्टको खर्चहरू भन्छु। नर्मल्ली मेरो त त्यस्तो ट्रान्सपोर्टको खर्चहरू हुँदैन, किनभने चाहिँ मेरो त यहीँ कम्पनीसँगै हाम्रो रुम छ। त्यही भएर हामीले त्यस्तो गर्नु पर्दैन। हामीले काम यी कम्पनीको गाडीमै हुन्छ हाम्रो सबै चिज। यदि हामी कतै सिटीतिर घुम्न जाँदा यताउता जाँदा, अब हामी यहाँ सिटी तपाईँको नर्मल्ली यहाँनिर हाम्रो 5-6 किलोमिटरको नजिक सिटीमा जाँदाखेरि नर्मल्ली ट्रेन लिने र बसले लिने एउटै छ भाडा। लगभग दुइटैले हामीसँग 5 रुन लिन्छ। यहाँदेखि 5 किलो 6 किलोमिटर गएको 5-6 रुन लिन्छ यस्तै। त्यही भएर त्यस्तो नेपालको कम्पेयरमा त यो धेरै नै माथि हुन्छ। तर अब यहाँको हिसाबले ठिकै हो त्यो। अब तपाईँलाई म अरू खर्चहरू पनि भन्छु, जस्तै मोबाइल, इन्टरनेट, वाइफाई, पर्सनल खर्च, कपडा, बाहिर आदि खानाहरूको जोड्दा मेरो अन्त्य खर्च लगभग तपाईँको महिनामा मेरो 700-800 रुन खर्च हुन्छ। अब म एउटा चुरोट दारू नखानेवाला मान्छे, यदि चुरोट र तपाईँ दारू खानुहुन्छ भने अझ त्योभन्दा माथि जान सक्छ तपाईँको खर्च। त्यही भएर खर्च यता गर्दाखेरि अलि विचार गरेर गर्नु होला। मेनली मान्छेले धेरै खर्च हुने भनेको दारू र चुरोटमा। दारू भन्दा नि चुरोटमा तपाईँको धेरै खर्च छ, महँगो पनि लास्टै छ तपाईँको यहाँ नेपालको कम्पेयर गर्ने हो भने चाहिँ यहाँ। त्यही भएर तपाईँहरू आउँदाखेरि आफ्नो सबै चिज एकदम क्लियर गरेर आउनु होला। कति बचाउन सकिन्छ, सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि मेरो हातमा महिनामा लगभग 4000 रुनदेखि 4500 रुन आउँछ भने मेरो खर्च लगभग 500 देखि 800 को बिचमा आउँछ। र मैले बचाउने भनेको
तपाईको 3500 देखि 4000 3800 यसको बीचमा पैसाहरू बच्छन् मेरो। तर यो सबैको लागि एउटै हुँदैन। कसैको स्यालेरी बढी हुन सक्छ, कसैको रेन्ट कम हुन सक्छ, ओभरटाइम बढी हुन सक्छ, अनि कसैको व्यक्तिगत खर्च धेरै हुन सक्छ। त्यसैले रोमानियामा आएपछि सबैले यति नै पैसा बचाउँछ भनेर सोच्नु हुँदैन। रोमानिया आउनु अघि ध्यान दिनुपर्ने कुराहरू म तपाईँलाई आज भन्छु। यदि तपाईँ नेपालबाट रोमानिया आउन सोचिरहनु भएको छ भने स्यालेरी मात्र हेरेर निर्णय नगर्नुहोला। यी कुराहरू पनि बुझ्नुहोस्। पहिलो, कन्ट्र्याक्टमा स्यालेरी कति लेखिएको छ। दोस्रो, त्यो ग्रोस हो कि नेट हो, त्यो पनि पहिला बुझ्नु होला। अनि तेस्रो कुरा, वर्किङ आवर कति हो। तर मेरो अनुभवले भन्दाखेरि वर्किङ आवर कन्ट्र्याक्टमा लेखेको जस्तो कहीँ पनि हुँदैन। म्याक्सिमम ठाउँमा कन्ट्र्याक्टमा 8 आवर लेखेकै हुन्छ, 8 घन्टा लेखेकै हुन्छ, तर त्यो कहीँ पनि हुँदैन। म्याक्सिमम ठाउँमा त्यस्तो कहीँ पनि छैन 8 घन्टा ड्युटी। बढी नै गरेको हुन्छ मान्छेले 10, 12 घन्टा, 14 घन्टा। मैले फर्स्ट आउँदाखेरि चाहिँ 14 घन्टा ड्युटी गरेँ मैले। मेरो कन्ट्र्याक्टमा 8 घन्टा ड्युटी भए पनि। अनि 14 कुरा, ओभरटाइमको पैसा कति दिन्छ र कसरी दिन्छ त्यो पनि विचार गर्नु होला। कुनै कम्पनीले ओभरटाइम जस्तै तपाईँको छुट्टीमा पनि काम लगाउँछ, तर तपाईँलाई ओभरटाइमको पैसा पे गर्दैन, या त गरे पनि लास्टै कम गर्न सक्छ। कुनै ठाउँमा चाहिँ राम्रै पे गर्छ। मेरो कम्पनीमा पनि ओभरटाइमको पैसा राम्रै पे गर्छ। अनि 5औँमा चाहिँ एकोमोडेसन कम्पनीले दिन्छ कि आफै तिर्नुपर्छ, त्यो पनि एकदम राम्रोसँग कन्ट्र्याक्टमा हेरिहाल्नु होला। अनि खाना र ट्रान्सपोर्टको सुविधा छ कि छैन त्यो पनि हेरिहाल्नु होला। यी कुराहरू पहिले नै स्पष्ट भयो भने रोमानिया आएपछि धेरै समस्या कम हुन्छ। त्यसैले साथीहरू, आजको यो भिडियोबाट तपाईँहरूले रोमानियामा स्यालेरी मात्र होइन, स्यालेरी पछि हुने वास्तविक खर्च र बचतको बारेमा पनि एउटा आइडिया पाउनुभयो होला। तपाईँहरू रोमानियामा हुनुहुन्छ भने आफ्नो स्यालेरी र मन्थली खर्चको बारेमा कमेन्टमा आफ्नो एक्सपिरियन्स सेयर गर्नुहोस्। त्यसैले नेपालमा बसेर रोमानिया आउन खोजिरहेका साथीहरूलाई पनि धेरै सहयोग हुन्छ। र तपाईँहरू रोमानियामा आउन खोज्दै हुनुहुन्छ भने कमेन्टमा तपाईँहरू कुन विषयमा जानकारी चाहिएको छ लेख्नुहोस्। म अर्को भिडियो यही विषयमा वास्तविक जानकारी दिने प्रयास गर्नेछु। तपाईँहरू मलाई ढुक्कसँग कमेन्टमा सोध्न सक्नुहुन्छ तपाईँले के सम्बन्धी जानकारी चाहिएको छ रोमानियाको। म विगत रोमानियामा 4 वर्षदेखि काम गरिरहेको छु। मलाई रोमानियाको 4 वर्षको अनुभवहरू छ मसँग। म तपाईँहरूलाई सबै सेयर गर्नेछु। कृपया मेरो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला तपाईँलाई के सम्बन्धी तपाईँहरूलाई जानकारी चाहिन्छ। म तपाईँलाई सबै सेयर गर्नेछु। भिडियो उपयोगी लागे लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस्। भिडियो उपयोगी लागे लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस् र यो भिडियो आफ्नो साथीहरूसँग सेयर गर्नुहोस्। फेरि अर्को नयाँ भिडियोमा भेटौँला। धन्यवाद। नमस्कार।